अब सबैजना साथीहरूलाई नमस्कार है त। फेरि आज म हिँडिसकेको छु। आज चाहिँ कहाँ हिँडिरहेको छु भन्दाखेरि चाहिँ सट्टा लाएर भोलि सङ्क्रान्ति मसन्त होइन त। त्यही भएर चोकमा हाम्रो बाबा अङ्कलहरूले चाहिँ 70 करोडको मुर्रा भैँसी ढाल्नुभएको छ। त्यो मासुलाई चाहिँ मैले चाहिँ मान्छेको घर घरमा पुऱ्याउनु पर्ने काम चाहिँ मलाई आयो। त्यही भएर म जान्दैछु है त। हेरौँ कति के काटिसक्नु भयो बिताइ गरेर है त। मुरा भैँसी सट्टाला रेडी भइसकेको छ। भाग लगाएर सबलाई पुऱ्याउनु पर्ने हुन्छ। यस्तो छैन दुर्गाको आधा मात्रै गरिदिन्छु आधा मात्रै गरिदिनु ऊ त्यसमा प्रदीप लेख्नु त्यो दुर्गामा प्रदीप लेख्नु न प्रदीप हो मेन सहायता होला पञ्चनानाको पनि लगिदिनु ल अल्जियाको आमाको पनि लगिदिनु खुट्टा पनि पर छ यो एक ब्याग जोड्थ्यो भनेपछि कसले दिइहाल्यो भने दीपक हाम्रो गाउँमा मेरो मलाई दिनु न साइला जोइलाई दिन्छ यता 3 भाग चाहिँ पहिला यता दिइहाल्नु ल यो जो दिलकुमार लिम्बुको 3 भाग टिप्यौ म मासु ब्याट्री भेट दिइहाल्छु त जोइलाई दिइहाल्छौँ पहिला 2 भाग पहिला छैन बुढा भैँसी रेडी भइसकेको छ। हामी घरको पुऱ्याउनु जानुपर्ने छ। अब सबैको घर घर पुऱ्याइदिनु हुन्छ। बुढा भैँसी चाहिँ अहिले अब 70 करोडको माल लगभग सकिसकेको छ। अनि अब घर घर पुऱ्याउनु जाने काम हाम्रो है त। अब हामी जानु लागेको ल घर घर पुऱ्याउनु। रेडी भएको जानु पर्ने हो लडेको छ। अब हामी जानु लागेको छ त्रिशुली चोकतिर मासु पुऱ्याउनु है त। टङ्कु कति कहिले लाग्छ? के अरे दुईटा आधा आधा दुईटा छ तिम्रो आमाको 4 2 भाग हो त 4 अनुसार छुटाउँछु म त्यहाँ भन्नुहोस् त्रिशुली अलग अलग गर्नुहोस् तपाईँहरूको त्रिशुली भेना 1.5 भाग छुटाउनु त मिना 1.5 भाग छुटाउनु न बही यहाँ दुईटाको एकै ठाउँ भइछ क्या बही 1.5 भाग त्रिशुली भेना के अरे मिना 1.5 भाग सुषमाको आमाको 2 भाग यो भइसक्यो उहाँको भइसक्यो भइसक्यो 4वटा भयो। अनि अब सरिताको एक भाग सरिताको 1 भाग भयो। अब त्यति हो। अब यता उहाँको उहाँको भनेको पर्मिलाको बाबु 1 भाग होइन 1 भाग छ। पर्मिला बाबु को पर्मिला ए मिना हो मिना त्यो चाहिँ साइलन लेखेको त्रिशुली मिना म तपाईँ हेर्नु न म भन्छु यहाँ ल तपाईँ बही मात्रै हेर्नु क्या ठिक हो कि होइन दुईजनाको बही एउटै भएछ क्या मिना मिना भयो पर्मिला मिना ताराको यो भयो 1.5 भाग हो त बही मात्रै हेर्नु न एकै ठाउँ लागेको छ अनि घुमाएको छ त्यो लगाएको छैन पर्मिलाको बाबु 1 भाग छ ल एकदम रेडी है मासु पुऱ्याउनलाई। रेडी ल
हामी अब मासु पुऱ्याउनु गएको है तल रेडी भइसक्यो एक बोरा मासु पुऱ्याउनु हामी हिँडिसक्यो ल त्रिशुली चोकतिर ल झुन्डाउनु नि यसलाई यो झुन्डाउनु अनि अर्को ल्याउनु ल हिँड्यो हामी है त